छैन पर्छ चटारो अभागियो कुरकुरोमा सधैँ छटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो कुरकुरोमा सधैँ छटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै तँलाई पागलले खानी भैँसीको दुध चाहिँ लिटरको 18 खोला पानी चाहिँ 25 अनि यो कुरो कसलाई गऱ्यो भन्यो भने ठिक पर्ला मलाई भन अब मलाई भन होइन दुध चाहिँ लिटरको 18 खोलाको पानी 25 भन्दै बोलाउँछु कि क्या हो तै अब यो लाको लुगा पनि यस्तो फुकालेर हल्लाउँदै दुध चाहिँ 18 खोलाको पानी 25 भन्दै हिँड कुरो भन्दाखेरि के त्यसै उगाछ हेर अन्तकाली उज्यालो भएको छैन भात लिएर खाना ठिक्क परिरहेछ के त्यो नाइचिमिची गरेको होइन अलिकति भात रहेछ क्या भिना चाहिँ हिजो बेलुकाको दुसा मुछेर खाऊ कि भनेर क्या एकदम भोक लाग्यो होइन दिदी पनि गोठतिर गएको भुइँ दुध आउँदैन नि त ए आइपुग्यो दिदी यो तताउनलाई क्याम लाग्छ होइन एक माना जति हाल्दै त यतिकै खान्छु काँचै भयो नि राम्रोसँग मुठी मुठी खा भैँसी थाके त दुध त स्याक्पै भैँसी थाके छ अरे अब ब्याङ्कको रिङ कसरी तिर्ने त केलाई तिर्नु पर्यो ब्याङ्कको रिङ हिजो रेडियो सुनेनौ धनी मनीले चाहिँ ब्याङ्कको रिङ नतिर्दा नि हुने रे हामी गरिब धनी मुनि के अरे हामी गरिबले चाहिँ तिर्नै पर्ने रे त्यही त ठुलालाई चैन सानालाई ऐन आज नाग पञ्चमी हो र भने कसले के टाँसेछ त्यहाँ त्यही त चैता नाग पञ्चमी हुन्न पर्ने कि के हो यो नाग टाँसेछ भन्ठाने त कुखुरा तथा भैँसी विकास ब्याङ्कको लिलाम बारेको सूचना सिन्धुपाल्चोक जिल्ला किसान मारा गाविस वडा नम्बर 3 मा बस्ने बान्द्रे नारायणको भिनाजु मगन्ती कुमारीको हरिलठक श्रीमान आफ्नो लोइला हरिलठक मैले बनाएर भने हो यहाँ जे लेखा त्यही भने होइन तिम्रो नाता प्रमाणित त्यसरी गरेको रहेछ क्या लाला नगरा श्रीमान श्री मगन्ते नारायणले यस बैंकबाट नगद 2 5 एउटा दुईटा तीनटा कति लाख भयो त्यसका बाजे पढेको भए पनि थाहा हुन्छ 25,000 ऋण लिनु भएकोमा 100 को ब्याज स्याज र प्याज गरी जम्मा 63,750 भई भाका समेत नागेकोले ढितोमा रहेको घरबारी 3 दिनभित्र लिलाम गरिने जानकारी गराइन्छ सही राजन सिमखडा घुस नहानी हाकिम हिनाजु म त्यो ब्याङ्कमा गएर आगो लगाइदिउँ त्यसमा भएको सम्पूर्ण रक्सी नै खाएर बिरामी भएका बाउले अझै रक्सी खान छोडेका छैनन् रक्सी खाएर दाइले भाउजूलाई कुटे रक्सीले भयो घरमा झगडा रक्सीले भयो पैसाको नाश रक्सीले धेरै हानि नोक्सानी हुने हुनाले यो एन्टी अल्कोहल बुटी ल्याएर हामी आइसकेका छौं यसमा हजुरहरूले 3 वटा प्याकेटहरू पाउन सक्नुहुनेछ 3 वटा प्याकेटहरूमा 30 वटा भन्दा धेरै यहाँ प्याकेटहरू रहेको छ सानो दिनको एउटा प्याकेटले रक्सी खान मन नलाग्नुका साथै यो औषधि सेवन गरिसकेपछि रक्सी खाएमा भोमिट हुने असन्चो हुने हुनाले यसले 100% काम गर्छ नेपाल भरि नै होम डेलिभरीको व्यवस्था रहेको छ अब बुढाले दाइले भाइले कसैले पनि छरछिमेकमा कसैले रक्सी खाए भने रुनु कराउनु अरूलाई सुनाउनु भन्दा यो औषधिको सेवन गरी सधैँका लागि रक्सीबाट छुटकारा पाउनुहोस् कागजपत्रहरू जलेर नष्ट हुन्छन् त्यसपछि त हामीले ऋण तिर्नै पर्दैन तेरो गिदीमा आगो लान त्यो गिदीमा भएको झाकझुस डढेर भित्रबाट त्यो बुद्धि पलाएर आउँछ कि नचाहिँदो कुरा गर्दछ
बुढा त्यसो भए यसो गर कसो गर त्यो सूचना च्यातेर निल्काइदिनु धुजा बनाएर होइन अनि त्यो ब्याङले त सूचना कहाँ टाँछ थाहा नपाएर ब्याङे अलमल्ल गतिलो जुक्ति कसैले निकाल्दैन म भन्छु एकदम राम्रो जुक्ति के भनेदेखि यो सूचना लगेर अर्का घरमा टाँस दिउँ अनि जसको घरमा सूचना छ त्यसैले ऋण तिर्छ कुरो सिद्धेन ल अति उत्तम ल गजब अब चाहिँ नि यही घरमा मान्छेले ऋण तिर्छ टाँसो जहाँसुकै टाँसे नि बैंकमा ऋण तिम्रै नाममा छ क्या अरे कहाँबाट ल्याएर तिर्ने हो के गरी तिर्ने हो तिम्रो आफै जान हो आज नतिरेदेखि तिम्रो घरखेत लिलाम हुन्छ हेलो कुन पत्रिकाबाट हो डेली हो कि विकली हो विकली होइन क्विकली हो ल ठिक छ चाँडो आउनुहोस् ओके अध्यक्षज्यू हजुर हाम्रो पार्टीको बारेमा इन्टरभ्यू दिनलाई पत्रकारहरू आउँदैछन् त्यसो भए त के भन्ने भनेर पराक गर्नु पर्यो नि के गर्ने होला जिग्री हजुर एकताल हजुर पत्रकार भइदिनु न यता आउने त हेर्नुहोस् पत्रकारज्यू हाम्रो यो ल मुक्ति अधिकार समूह पार्टी खोलिनुको मुख्य उद्देश्य चाहिँ ल नै हो हेर्नुहोस् जहाँ लाभ हुन्छ त्यहाँ पिरम हुन्छ जहाँ पिरम हुन्छ त्यहाँ लाभ हुन्छ हेर्नुहोस् जहाँ लाभ हुन्छ त्यहाँ चाहिँ माया हुन्छ त्यही कुरा हेर्नुहोस् जिग्री हजुर भने चाहिँ पत्रकारज्यू पत्रकार महोदय म लाभ सेना प्रमुख तीर्थमापति सी ग्रेड कमान्डर भएको हैसियतले तपाईँलाई के भन्न चाहन्छु भने टाउको भन्न चाहन्छु पत्रकार आउने चाहिँ कहिले हल्ला भने चाहिँ कत्रो चर्को तपाईँले पार्टीको हित बिपारी कुरा गर्नुभयो जिग्री हजुर उची पार्टीमा लक्षमा प्रमुख भए पनि भित्री रूपमा चाहिँ मेरो अर्धाङ्गिनी हो भन्ने कुरा चाहिँ ख्याल गर्नु भएन तपाईँले हेर्नुहोस् तपाईँ यसकै दोस्रो कि तेस्रोमा पर्यो भनेर चोरी दिए होला हामी पनि ओडाको छैटौँ कि सातौँमा परिसकेका मान्छे हौ त्यही माथि हाम्रा बा पनि पहिल्यै पानी सदस्यमा उठ्यो अरे उठेकै दिन रक्सी नै खाएर बिरामी भएका बाउले अझै रक्सी खान छोडेका छैनन् रक्सी खाएर दाइले भाउजूलाई कुटे रक्सीले भयो घरमा झगडा रक्सीले भयो पैसाको नाश रक्सीले धेरै हानि नक्सानी हुने हुनाले यो एन्टी अल्कोहल बुटी ल्याएर हामी आइसकेका छौँ यसमा हजुरहरूले 3वटा प्याकेटहरू पाउन सक्नुहुनेछ 3वटा प्याकेटहरूमा 30वटा भन्दा धेरै यहाँ प्याकेटहरू रहेको छ सानो दिनको एउटा प्याकेटले रक्सी खान मन नलाग्नुका साथै यो औषधि सेवन गरिसकेपछि रक्सी खाएमा भोमिट हुने असन्चो हुने हुनाले यसले 100% काम गर्छ नेपालभरि नै होम डेलिभरीको व्यवस्था रहेको छ अब बुढाले दाइले भाइले कसैले पनि छरछिमेकमा कसैले रक्सी खाए भने रुनु कराउनु अरूलाई सुनाउनु भन्दा यो औषधिको सेवन गरी सधैँका लागि रक्सीबाट छुटकारा पाउनुहोस् अरे मान्छे त्यस्तो बाउको छोरा र बुहारीलाई यत्रो ठुलो चोरी ठिक छ तिमीहरूसँग मैले सहकार्य गर्नु परेको छैन अहिले म यो पार्टीबाट राजीनामा दिन्छु स्वास्नीको लैमा लागेर हजुरलाई मुन पारी बोले जिग्री हजुर भन्यो भने त हाम्रो पार्टी त सिधै खोला बस्छ जिग्री हजुर यही बेला आउँछु पनि आउने के होला जिग्री हजुर पत्रकार आयो अध्यक्ष भएको नेताले सुरुमा इन्टरभ्यू चाहिँ मेरो हुनुपर्छ है मेरो हुनुपर्छ मेरो इन्टरभ्यू झगडा गरेर लास्टमा म दिन्छु अध्यक्ष भएको नेताले मैले दिनु पर्दैन म चाहिँ पार्छ नमस्कार हजुर नमस्कार भन्दा पनि यस्तो गरौँ अभिवादन गर्ने हाम्रो पार्टीको स्टाइल हजुर यस्तो ल त पत्रकारज्यूले पनि एकताल यस्तो गरौँ हस् ठिक छ हेर्नुहोस् पत्रकारज्यू
हामीले यो लाभ मुक्ति अधिकार समूह पार्टी खोल्नुको मुख्य कारण चाहिँ लाभ नै हो हेर्नु। त्यति मात्र नभएर लाभ गर्नुहुने महानुभाव र पीडित महानुभावहरूका हकहित र स्वतन्त्रताका रक्षाका लागि चाहिँ यो पार्टी चाहिँ खोल्नु पर्यो अब हेर्नु। र हाम्रो नारै छ लभबाद जिन्दाबाद अधिराज्यभरिका प्रेमी प्रेमिका एक हौ। र अन्त्यमा एक लाइनमा हजुरलाई के भन्न चाहन्छु भने यो आयाक्षको चाहिँ अलिक ठुलो फोटो राखिदिनु होला है पत्रकारज्यू। पत्रकारज्यू हेत्तेरी म कहाँ पत्रकारज्यू हुनु, म त मामा घर नभेटेर खोज्दै आएको। बरु हजुरहरूलाई थाहा छ कि मेरो मामा ध्रुव खत्रीको घर कहाँ होला? माथि नै होला। होइन कहाँ जानला भने तिमीहरू? उहाँ माथि चौरलो खाना खाल्दै छ क्या बडे मानको हो, त्यो खाल्न पाएको छ। अनि त्यो पैसा ल्याएर तिम्रो ब्याङ्कको ऋण तिर्दिन भनेर पैसा लिन जान लाग्यो। ऋण दिने बेलामा चाहिँ उहाँ खिर खाइ खाइ ऋण दियो, हैरान जति आफूलाई त्यही छ। ऊ बेला मैले खिर खुवायो अनि म ऋण दिउला भने हो तिमीहरूलाई? चाकरी गर्ने बेला खसी खिच्या आएर ऋण मागेर लग्यो, अहिले उल्टै मलाई